यो चन्द्रमा हो। अहिले वैशाख 1 गते 2082 को हामी 4:40 जाँदाखेरि पिकेको नजिक गइरहेछौँ, तर केही देखिया छैन यतापट्टि। हजुर केही क्लियर छैन, मेरो भोइस मात्र हो। यतापट्टि चाहिँ एउटा यही चन्द्रमा चम्किन्छ। क्लियर छैन, चलो हेर्नु। क्लियर छैन, तपाईँ फेस हेर्नु छ त्यहाँ। ल क्लियर रहेछ अहिले चाहिँ। तपाईँको ऊ चाहिँ टल्क्यो अहिले। पुरा हिमाल चढेको फिल आइरहेछ। पिक नजिक आइपुगेको छ। यो विशेष चाहिँ सनराइजको लागि पर्खेको हो। सनराइज हुने टाइम हुन लागेको छ। अझ हामीलाई लगभग 2-3 मिनट अझै लाग्छ पिकमा पुग्नलाई। हामी दुईजना चाहिँ अगाडि यसरी आइरहेका छौँ। तर मलाई फिल चाहिँ हिउँ त अहिलेसम्म कम्मर आउनेसम्म गएर हिउँ खेल्दै, तर अहिले यहाँ चाहिँ मलाई फर्स्ट टाइम हिमाल नै चढेको फिल आइरहेछ। त्यो खालको लगभग 2 घन्टा जस्तो हिउँमै हिँडिएर चाहिँ आइपुग्यो यो ठाउँसम्म। गाडीमा झरेपछिबाट हिउँमै हो। यहाँ दाइ चिप्लेर लड्नु हो। बिस्तारै जाउँ। अब धेरै छैन, हामी आइपुग्ला। हाम्रो 3 जना साथीहरू सरहरू पछाडि हुनुहुन्छ। यता चन्द्रमा पूर्णिमाको भोलिपल्टको चन्द्रमा यस्तै चम्किरहनु भएको। हामी सनराइज हेर्न भनेर अलि हतार आइरहेछौँ। सनराइजको गन्ध मिठो सुगन्ध, गन्ध नभनौँ सुगन्ध चाहिँ भनौँ। यताबाट हल्का मुस्कुराउन लागेकी 16 वर्षीय युवतीले लाली लगाएको चाहिँ मन्द लाली छोड्न थालेको छ। पर क्षितिजमा देख्न सकिन्छ। हामी सनराइज ट्याक्कै हुने बेलासम्म पक्कै पिकमा पुग्न सक्छौँ कि भन्ने आशले चाहिँ आफ्नो स्पिड बढिरहेछ। त्यो अनुसार हिउँले हामीलाई अवरोध गरिरहेछ यहाँ माथि छिटो जालास् भनेर। तैपनि यसको बावजुद हामी अगाडि बढ्ने कोसिस गरिरहेछौँ। रमाइलो वैशाख 1 गते 82 सालको शुभ मुहूर्त चाहिँ यसरी गरिएको छ, चिप्लेको छ। ल अब म फेरि पिकमै पुगेपछिको चाहिँ भिडियो खिच्छु। अहिले ल बाइ। वैशाख 1 गते बिहानीको सुरुवात सबै नेपाली जनताको राम्रो होस्, भलो होस्। 84मा नेपाली जनताले सुचारू होस्। सबैलाई शुभकामना। यो पिकेको डाँडाबाट 2टा झन्डा फरफर। यो पिकबाट चाहिँ देखिएको यहाँदेखिबाट हिमाल देखिन सुरु गर्छ। टक्क लाएर चाहिँ यो लुम्बुर हिमाल, गौरीशङ्कर हिमाल 2टा, अनि सगरमाथालाई चाहिँ अलिकति कुहिरोले यो ठ्याक्कै कुहिरो लागेको ठाउँ, यो कालो देखिया ठाउँनेरि सगरमाथा। त्यहाँबाटै लिएर यहाँसम्म चाहिँ हामीले हिमाल देख्न सक्छौँ। लगभग तपाईँको ट्याक्कै सनराइज उडाउँछ। बरु यस्तो गरेर गरौँ।
पिके पिकको सूर्योदय सगरमाथा यहाँ लोत्से र सगरमाथा अलिकति थपिएको छ त्यसपछि सररै हाम्रो हिमालहरू अनि यो पिके पिक हाम्रो सरहरू एकदम झन्डा लिएर बस्नु भएको छ ल तपाईहरुलाई धेरै शुभकामना है यो पिकबाट चाहिँ देखिएको यहाँदेखिबाट हिमाल देखिन सुरु गर्छ टक्क लाएर चाहिँ यो लुम्बुर हिमाल गौरीशङ्कर हिमाल दुईटा अनि सगरमाथालाई चाहिँ अलिकति कुहिरोले यो ठ्याक्कै कुहिरो लागेको ठाउँ कालो कालो देखिया ठाउँहरू सगरमाथा त्यहाँबाटै लेफ्ट